ल यो स्टक चार्टलाई हेरौँ त। पहिलो नजरमा त कस्तो जटिल देखिन्छ हैन, तर हरेक चार्टले एउटा कथा भनिरहेको हुन्छ। आज हामी यही चार्टको कथालाई बुझ्ने कोसिस गर्नेछौँ। बजारको यो भाषा कसरी पढ्ने, आउनुहोस् सँगै सिकौँ। हो, पहिलो पटक हेर्दा त यी हरियो र रातो क्यान्डलहरू, यताउता दौडिरहेका रेखाहरू अनि यी सङ्ख्याहरू सबै मिलेर एउटा नबुझिने पहेँली जस्तो लाग्छ। तर वास्तवमा यो केही होइन, यो त बजारको आशा, डर र अवसरले भरिएको एउटा यात्राको कथा हो, जसलाई चित्रमा उतारिएको छ। तर प्रश्न यो हो कि यसलाई पढ्ने कसरी? यी सङ्केतहरूलाई कसरी बुझ्ने जसले हामीलाई बजारको मुड र गतिबारे बताउन सकोस्? ल, आजको हाम्रो उद्देश्य यही गुत्थी सुल्झाउनु हो। ल, सुरु गरौँ। सबैभन्दा पहिले त चार्टको एकदमै आधारभूत कुराबाट, त्यो हो मूल्यको चाल। समयसँगै मूल्यले के गरिरहेको छ त्यसलाई हेरौँ। चार्टको तल्लोतिर हेर्नुस्, यो तेर्सो लाइनले समयलाई देखाउँछ। हामी जति बायाँबाट दायाँ जान्छौँ त्यति नै हामी समयमा अगाडि बढ्छौँ। ठ्याक्कै किताबको पाना पल्टाए जस्तै बजारको कथा एक दिन गर्दै अगाडि बढिरहेको छ। अनि यो कथाको मुख्य पात्रहरू हुन् यी क्यान्डलस्टिकहरू। हो, यी बारहरू। हरेक क्यान्डलले एक निश्चित समय, जस्तै एक दिनभित्रको मूल्यको पूरा उतार चढावको कहानी बताउँछ। अब यसको रङको कुरा गरौँ। एकदम सरल छ, तर एकदमै महत्त्वपूर्ण। हरियो क्यान्डलको मतलब हो त्यो दिन मूल्य बढेर बन्द भयो, अर्थात् बुलिश रह्यो। र रातो क्यान्डलको मतलब हो मूल्य घटेर बन्द भयो, जसलाई बियरिश भनिन्छ। यति नै हो। यहाँ अलि नजिकबाट हेर्दा मजाले देखिन्छ। यी हरियो र रातो क्यान्डलहरूले दिनभरि चलेको खरिदकर्ता र विक्रेता बीचको लडाईँलाई देखाउँछन्। कुनै दिन खरिदकर्ता जित्छन् र हरियो क्यान्डल बन्छ, कुनै दिन विक्रेता हावी हुन्छन् र रातो क्यान्डल बन्छ। ल, मूल्यको कथा त बुझियो। अब एक तह गहिरिएर हेरौँ। मूल्यको ठिक तल देखिने यी रेखाहरू के हुन् त? यिनलाई भनिन्छ टेक्निकल इन्डिकेटर्स। यी विशेष उपकरणहरूले हामीलाई केही गोप्य सङ्केतहरू दिन्छन्। यिनलाई मूल्यको चाल पछाडि लुकेका सङ्केतहरू मान्न सकिन्छ। मूल्यले त के भयो भनेर देखाउँछ, तर यी इन्डिकेटरहरूले चाहिँ किन र कसरी भयो भन्नेबारे थप जानकारी दिन्छन्। बजारको भित्री शक्ति र गतिलाई नाप्न मद्दत गर्छन्। सबैभन्दा पहिले हेरौँ आरएसआईलाई। यसलाई बजारको स्पिडोमिटर भनेर बुझ्न सकिन्छ। यसले मूल्य बढ्ने वा घट्ने गति कति छिटो छ भनेर नाप्छ। यदि यो एकदमै माथि गयो भने गाडी धेरै स्पिडमा दौडिए जस्तै बजार ओभरबट, अर्थात् धेरै खरिद भयो कि भन्ने सङ्केत गर्छ, र एकदमै तल आयो भने ओभरसोल्ड, अर्थात् धेरै बिक्री भयो कि भन्ने सङ्केत दिन्छ। हो, चार्टमा देखिएको यही बैजनी रङको रेखा नै आरएसआई हो। यसको हरेक उतार चढावले मूल्यको चाल पछाडिको शक्तिलाई देखाइरहेको हुन्छ। अब अर्को इन्डिकेटर छ म्याकडी। यसको मुख्य काम भनेको बजारको गतिमा आउन सक्ने परिवर्तनको सङ्केत दिनु हो। यसमा दुईटा रेखाहरू हुन्छन् र जब ती एकअर्कालाई काट्छन् तब हो त्यहीँनिर हो के केही परिवर्तन हुँदैछ कि भनेर चनाखो हुनुपर्ने बेला। ल हेर्नुहोस् त, यही हो म्याकडी। यो नीलो र सुन्तला रङको रेखा नै यसको मुटु हो। एकदमै सरल नियम छ। जब नीलो रेखाले सुन्तलालाई तलबाट काटेर माथि जान्छ, त्यसले सकारात्मक सङ्केत दिन्छ, र जब माथिबाट काटेर तल झर्छ, त्यो नकारात्मक गतिको सङ्केत हो। ल, हामीले टुक्राहरू त बुझ्यौँ, क्यान्डल, समय, आरएसआई, म्याकडी। अब यी सबैलाई जोडेर यो चार्टले भन्न खोजेको वास्तविक कथा के हो त्यो पढ्ने कोसिस गरौँ। व्यवहारमा यी सबैले कसरी काम गर्छन् हेरौँ न त। कथा सुरु हुन्छ मार्चको अन्त्यतिर। हेर्नुहोस् त, यहाँ लगातार हरियो क्यान्डलहरू बनेका छन्। यसको मतलब खरिदकर्ताहरू एकदमै उत्साहित थिए र उनीहरूले बजारलाई एउटा नयाँ उचाइमा पुर्याए। बाहिरबाट हेर्दा त सबै कुरा एकदमै राम्रो देखिन्छ हैन त? र त्यो उचाइ थियो 3002.07। यो एउटा महत्त्वपूर्ण बिन्दु थियो। बजारले आफ्नो पूरा शक्ति प्रदर्शन गरिरहेको थियो। ओ, ठ्याक्कै यही बिन्दु हो। मूल्य आफ्नो शिखरमा थियो र मैले भने नि, सतहमा हेर्दा त लाग्थ्यो अब बजार अझै माथि जान्छ। सबैतिर सकारात्मक माहौल थियो। तर कथामा एउटा ट्विस्ट छ। जब मूल्यले यो नयाँ शिखर बनाइरहेको थियो, तल म्याकडी इन्डिकेटरले भने अर्कै कथा सुनाउँदै थियो। मूल्य त माथि गयो, तर म्याकडीको रेखाले त्यस्तो नयाँ उचाइ बनाउन सकेन। हो, यो अवस्थालाई डाइभर्जेन्स भनिन्छ, र यसले के सङ्केत गर्छ भने बजारको भित्री शक्ति त्यो चाहिँ कमजोर हुँदैछ।
र त्यसपछि हेर्नुस् त ठ्याक्कै त्यही बिन्दुमा म्याक्डीको नीलो रेखाले सुन्तला रेखालाई माथिबाट काटेर तल झर्यो। यो एउटा बलियो सङ्केत थियो। यसले अघिको त्यो डाइभर्जेन्सलाई पुष्टि गर्यो र देखायो कि बजारको गति अब नकारात्मक भइसक्यो। अनि भयो पनि त्यस्तै। इन्डिकेटरले दिएको सङ्केतलाई पछ्याउँदै मूल्य घट्न थाल्यो। त्यो शिखर त केवल एक क्षणको लागि रहेछ। त्यसपछि त विक्रेताहरू हाबी भए। यसले के देखाउँछ भने कहिलेकाहीँ इन्डिकेटरहरूले सतहमा नदेखिने सत्यलाई बाहिर ल्याइदिन्छन्। र केही समयपछि नै मूल्य घटेर 2782.18 मा आइपुग्यो। त्यो शिखरबाट भएको यो गिरावटले पुष्टि गर्छ कि त्यो इन्डिकेटरले दिएको पूर्व सङ्केत कति महत्त्वपूर्ण थियो। त्यसो भए यो छोटो विश्लेषणबाट हामीले के सिक्यौँ त? यो चार्टले हामीलाई के सिकाउन खोजिरहेको छ? हामीले के बुझ्यौँ भने मूल्यका क्यान्डलहरूले मुख्य कथा बताउँछन्। समयको अक्षले कथालाई अगाडि बढाउँछ। आरएसआईले बजार कति तातेको छ वा सेलाएको छ भनेर नाप्छ र म्याक्डीले चाहिँ बजारको गतिमा आउन सक्ने मोडहरूको पूर्व सङ्केत दिन्छ। चार्टले हामीलाई विगतको कथा त स्पष्टसँग देखायो। यसले वर्तमानलाई बुझ्न पनि मद्दत गर्छ। तर यहाँ एउटा गहिरो प्रश्न उठ्छ, के विगतको यो ज्ञानलाई प्रयोग गरेर भविष्यको सम्भावनालाई अनुमान गर्न सकिन्छ त? हो, यो प्रश्नमा सोच्न जरुरी छ।